भिडियो रेकर्ड गरेको दिदी तल जानुभयो अनि यो ब्यागमा चाहिँ पैसा चाहिँ 1.5 लाखसम्म बोल्यो मैले विकासको बाजु मेरो बाजु होइन अनि भाइजी त तिम्रो बुढी विकासको बुढी हो नि त थर थर त खाली नै हो खाली नै हो खाली एउटा ऊ तल देख्ने खोलामै हामी चाहिँ जान लाग्यो है फाइनल्ली तल त्यहाँ पुग्न धेरै टाइम लाग्छ है अनि त्यसलाई चाहिँ दुधकोशी है भन्छ यो चाहिँ नेपालको सबैभन्दा लामो हिम नदी है कहाँबाट हामी जाने यहाँबाट पो काठको बाटो बालुवाहरू यस्तो धेरै निकालेछ नि यता चारै सुरुमै बालुवै बाल्नु रहेछ क्या अनि हामी चाहिँ फिसिङ गर्न जान लाग्यो है तल साथीहरूसँग अनि धेरै ढिलो भइसक्यो त्यही भएर साथी चाहिँ रिसाइरहेछ सो अब ढिलो भएको कारण एकैचोटि बाटोमा भेटौँ है त पूर्व चाहिँ अगाडि जाँदैछ है हेलो फुबा कस्तो छ आज एकदम बबाल घाम लागिरहेछ एकदम बबाल भइरहेको छ गर्नु लाग्यो होइन सो म चाहिँ धेरै कुरेको है आज यसले चाहिँ आज मलाई धेरै कुरे के गर्ने मेरो आफ्नो कामले गर्दै तपाईँको साथी चाहिँ मसँग खेला होला सायद मसँग आज मलाई थाहा छ केही छ त्यस्तै हो मलाई यसले लास्टै धेरै कुरे यार आज मैले गर्दाखेरि हामीले फाइनली भिडियो भइसकेको छ हामी चाहिँ तपाईँ भेट्छौँ गाइस सो फाइनली गाइस हामी चाहिँ अर्को साथी घर आइपुग्यो अर्को साथी घर चाहिँ यो परको चाहिँ हो है अनि अहिले चाहिँ 11 पनि भइसकेको छ फुलबा चाहिँ अर्को साथी बोलाउनु गएको छ अनि यो चाहिँ बुक्साको लास्ट घर पनि हो यहाँदेखि उता चाहिँ घरै छैन है यो चाहिँ लास्ट घर हो क्या के छ हौ आमा के हो यस्तो ठुलो कागज लिएर आएछ साथी तिम्रो ल झोलाको अवस्था हेर्नु यहाँ एउटा दागोले अरिरहेको यसले चाहिँ काँक्रा ठुलो लिएर आएछ साथीबाट ल्याएर आएछ होइन लोभी अगाडि मुख लगाइरहेछ एउटा पावर ब्याङ्क त थाम्ला नथाम्ला जस्तो छ है झोला पनि चुट्टिनु आँटिरहेको के हो नाक छ्यारिएछ त ब्रो सो साथी चाहिँ यहाँ छ है अनि काँक्रा टन्डर लिएर आएछ अब काँक्रा खानुपर्छ है अनि साथी पनि आइसक्यो अब चाहिँ हामी जानुपर्ने हुन्छ फिसिङको लागि सो गाइस लेट्स मुभ फेरि गर्नु होला साथीको नाम चाहिँ विकास है अप्पै एउटा काँक्रा टक्कै खाइसक्नु आँट्यो होइन मलाई दियो भने खिचा गरेर नदिँदो रहेछ मैले चाहिँ नै काँक्रा खाइरहेको छु तर पनि एकजना माथि दिदीलाई चाहिँ काँक्रा खानु बोलाउनु भएको छ हामीलाई है अनि त्यही भएर हामी चाहिँ अब काँक्रा खानु जानुपर्ने हुन्छ है सन्चै हुन्छ दिदी टोक्छ यो कुकुरले टोक्छ नि ए टोक्यो त भित्र सिधिहाल्नुपर्छ हुन्छ सामना त काँक्रा दिनुभएको छ अब काँक्रा खानुपर्छ साथी चाहिँ मकै पोलेर खाँदैछ है मकै काट्दैछ हाम्रो भिडियो रेकर्ड गरेको दिदी तल जानुभयो ल धन्यवाद दिदी बस्नु ल हामी चाहिँ साथी घर मजाको टन्न मकै र काँक्रा खाएर पनि आइसक्यो है अब चाहिँ हामी खोलामा जानुपर्ने हुन्छ साथीहरू चाहिँ तल अलिकति पैसा पठाउँछ है जाने होला नि हेमे पनि यहाँ अर्को साथी ऊ पनि जान्छ है
हेमराज फाइनली हामी चाहिँ 4 जना भयो है अब केटाहरू पर्खिँदा आउँछ लाग्यो त हामी काँक्रा र मकै खान गएको चाहिँ घर चाहिँ त्यो मात्रै अर्को साथी घर थियो हेमराजको है अनि हाम्रो फिसिङको चाहिँ यहाँ छ है सामानहरू यसको डोरीले चाहिँ हामीले मार्ने हो माछा कति मर्छ हेरौँ अनि यो राखमा चाहिँ पैसा चाहिँ 1.5 लाखसम्म बोकेको मैले 1.5 लाख होइन 1,80,000 चाहिँ बोकेको हो होइन जिन्दगीमा मेरै 50,000 त तिमीले बोक्यो अझै पनि मकै खाइरहनु छु खै म नि खाऊँ तिमीले दिएको चाहिँ खाइसकेपछि माग्नु त्यो खाइसकेर पो माने खाइ नसके त्यो को मान्छ होइन टाँचै उठाएर राखिको सो हामी चढेको साथी पर्खिराखौँ हेमराज गुवाहाटी चाहिँ जानुपर्छ है सो दिस माई ब्याग खै हेमराज आउँछ एकछिनमा सो हामी चाहिँ ओह्रालो लाग्यो है ग्यास हेर्दै गर्नु होला यहाँ हाम्रो साथीले चाहिँ मकैको ढोड पनि खानुपर्ने हुन्छ तर यो पनि साह्रै गुलियो हुन्छ है हामीले पनि खान्छ बाटो अय्या नाकुरी खुट्टा बाटो चाहिँ ओह्रालो छ है कसको घर उता लगो चिले बाजे घर चाहिँ हो विकासको बाजे पो हो चिले बाजे ल मेरो आफ्नै बाजे हो नि मेरो बाजे त नि चिले बाजे त नि मेरो बाजे त नि कसरी तिम्रो चाहिँ बाजे हुन्छ विकासको बाजे मेरो बाजे होइन अनि भनेपछि त तिम्रो बुढी विकासको बुढी हो नि त अनि मेरो बुढी तिम्रो बुढी भने त सुनिन्छ त्यस्तै तल पनि एकजना बाजेको घर रहेछ विकासको बाजेको रे हाम्रो पछाडिको साथीको बाजेको घर रहेछ रे सो तलको चाहिँ विकासको बाजेको घर है हामी चाहिँ तिले बाजे भन्छ तर विकासको बाजे घर रहेछ है यो जति कार खाँदैन हेर्न झन् लोभ गरेर माथि हात देखाएर चाहिँ यता अब कति धेरै है जुम गरेर देखाइदिन्छ हेर्न गाइस काँक्रा कति धेरै हो पर बजिरहेछ के लाउँदै हुनुहुन्छ है मेरो बुक्सा उहाँ चाहिँ विकासको बोजू है हाम्रो घर चाहिँ कहाँ हुने सोध्दै हुनुहुन्छ जस्तो बहादुरको लाउरे त्यो लप्टन चिन्नुहुन्छ हो त्यो लप्टन कलिग माथि हो क्या हजुर पाँच चाहिँ के छ कस्तो पाँच भने पाँच भनेको आफ्नो बाजी थर थर त खाली नै हो खाली हो खाली नै हो खाली एउटै राई हो हजुर खाली नै हो ख्याल नै हो ख्याल हजुर आफ्नो कुरो अनि तिम्रो जान्छ होला नि त जान्छ कम खेबी भन्नु सो गाई चाहिँ यस्तो देखिरहेछ है भ्यू चाहिँ पाहाडीहरू बबाल देखिरहेछ यस्तो है अनि ऊ तल देख्ने खोलामै हामी चाहिँ जान लाग्यो है फाइनल्ली तल त्यहाँ पुग्न धेरै टाइम लाग्छ है अनि त्यसलाई चाहिँ दुधकोशी है भन्छ यो चाहिँ नेपालको सबैभन्दा लामो हिम नदी है यो चाहिँ माथि एभरेस्टको फेदबाट बगेर आएको अनि यसलाई चाहिँ अङ्ग्रेजीमा चाहिँ मिल्की रिभर पनि भन्छ अनि त्यो पर देख्नेहरू चाहिँ नुनथला है फुलेली अनि यो साइडमा जोगिङ पर्छ अनि त्यहाँदेखि यो साइडमा चाहिँ खरिखोला है यतातिर कहाँबाट हामी जाने यहाँबाट पो काठको बाटो हो यस्तो बाटै नभएको पो हामी त जानु लाग्दो रहेछ कन्फिडेन्ट ओमा बाटो के हो बाटै छैन रहेछ त है यस्तो अप्ठ्यारो बाटो आमामु तल पुरै चिप्ले पनि एकैचोटि तल सिधै दुधकोशीमा है
गाइस बाटै छैन त पुरै खरै खर गाडीभित्र है यस्तो भिडमा पो गइरहेको हुन्छ केटो त हिँड्ने बानी भएकोले ड्याङ हिँड्छ म चाहिँ मर्दिन आएको होइन बानी नभएर के कहिले गाह्रो भइरहेछ तल देखिरहेको चाहिँ सिसा खानी भन्छ है पहिला त्यो चाहिँ सिसा निकाल्थ्यो र त्यो सिसा खानी भन्छ ऊ तल देख्नेहरू चाहिँ त्यो सेतो है अनि यताबाट आएको त्यो खोला चाहिँ खरी खोला है अनि अब के खालको बाटै छैन त अब म त यता कहिले नआएको थिएन यो फर्स्ट टाइम हो क्या मेरो यता त्यो लास्टै गाह्रो लागिरहेको छ मलाई अहिले बाटो चाहिँ लास्टै अप्ठ्यारो रहेछ यार बाटै चिन्दैन गाइस उता पारी खोला कुन हो उताबाट आउने खोलालाई के भन्छ के खोला लुदाङ उतै पर देख्ने खोला चाहिँ लुदाङ खोला रहेछ है अनि यो तलको चाहिँ दुधकोसी भइहाल्यो ए जहिले नि हिँड्ने मान्छे त लड्छ झन् आज के होला यार साथीले चाहिँ एक भल्टाङ पखारिहाल्यो ल कस्तो अप्ठ्यारो बाटो गाइस लास्टै अप्ठ्यारो बाटो छ कसरी तल खोलामा पुग्ने होला खरिखोला चाहिँ यस्तो देख्छ गाइस ऊ त्यो यो बिचको चाहिँ टक्कै खरिखोला है मलाई त अहिले नै पसिना आइसक्यो है लास्ट अप्ठ्यारो बाटो रहेछ के गर्ने खोर गाडीभित्रबाट केटाहरूले कता लान्छ है केटाहरू जहाँ गयो मन त्यतै पसेर जाने हो होइन बाटो थाहा छैन नि त चिप्ले यार म्याकरी सो हामी चाहिँ माथिबाट भिर आएको है यस्तो बाटो पनि चिन्दैन अनि यो साइडमा चाहिँ ढुङ्गा खानी छ है पहिला धेरै ढुङ्गा निकाल्थ्यो यो साइडमा धेरै मान्छेले ढुङ्गाले घर साँच्छ यतातिर त्यो ढुङ्गा निकाल्छ यो यहाँदेखि उता कता है ओए बाटो त कस्तो खालको बाटो चाहिँ लास्टै डेन्जर छ यार ए बब्बाल गाइस दुधकोसी त यस्तो दामी देखिरहेको छ नि वाउ यस्तो पसिना आइसक्यो है मलाई चाहिँ बाटो अप्ठ्यारो भएर सो लास्ट बाटो अप्ठ्यारो छ त्यही भएर रेकर्ड गर्नु पनि मिल्दैन सो एकैचोटि तल भेटौँ है त गाइस
घर जानु लाग्यो है। उतैबाट जाने भनेको बाटो अप्ठ्यारो रहेछ है। त्यो भएर पानी पऱ्यो भने झ्याउँछ भने हामी चाहिँ यता खोला तारेर उताबाट आएको है। फुलबाट म त अब त्यति यस्तो खोलातिर यता त जाँदैन कि, त्यही भएर तार्नै सकेन है। त्यही भएर यता दुईजना त्यत्रोले चाहिँ तार्न सक्यो है, हामीलाई नि समातेर तार्नलाई है। सो थ्याङ्क यू फर द्याट। अनि अब यताहरू चाहिँ बाटो सजिलो छ है। अनि अलिक छिटो गएन भने पानी पर्छ नि त, त्यही भएर हेर्ने चाहिँ पछाडि छ। अनि पूर्व विकास चाहिँ अगाडि गइरहेको छ है। हामी चाहिँ यो बाटो जानुपर्ने हुन्छ है। बाटो राम्रो रहेछ। यता कतातिर पनि एकजना माछा मारिरहेको थियो कि यतातिर चाहिँ पुरै उयो हिँडेर चाहिँ सबै कोदो है, कोदो रोपेको लुगा चाहिँ सबै खोला तार्दाखेरि ल्याम्मै भिजिरहेको छ है। हिजो बेलुका कसरी पानी परेको थियो नि त, त्यसले गर्दा खोला ठुलो आएर भल आएर माछा सबै बगाएर लगेछ है। माछा नबगाएको भए चाहिँ ठुल्ठुलो हामी समाउँथ्यौँ है। त्यो माछा चाहिँ बगाएर मसिनो मात्रै। अहिले चाहिँ हामी तल डोजर भकम जान लाग्यो है। यो अलिक उता अगाडि चाहिँ रोड खन्दैछ। अनि यो रोड चाहिँ माथि सुर्खेमा हाइड्रो बन्दैछ है, त्यो हाइड्रोको लागि रोड खन्दैछ। अनि केटाहरूले त्यहाँ एकछिन जान्न भन्छ है, अनि त्यही भएर हामी चाहिँ त्यहाँ जान लाग्यो। यही दुधकोसीबाटै बिजुली निकाल्ने है सुरुङ मार्फत। अनि त्यसको सामानहरू ढुवानी गर्नको लागि चाहिँ यो जेसिबीले चाहिँ तल हो यो खोलाको तिरैतिर चाहिँ पुरै रोड खनिरहेको छ है। जेसिबी चाहिँ पर रहेको छ ऊ है। अनि केटाहरू सबै पर पुगिसक्यो। यही हो रोड खन्दै भएको चाहिँ है। अरू कुरो त्यस्तो गाइस आज मजाले जुगाले चाहिँ टोक्नुसँग टोक्दै सबैतिर जुगाले टोकेर पुरै घ्याउ भयो है। बालुहरू टन्नै निकालेको छ। अब केही यो अलिक उता पर चाहिँ पुल बन्दैछ अरे, त्यही भएर त्यसको लागि फलामहरू पनि टन्नै ल्याएछ है। अनि बालुहरू यस्तो धेरै निकालेछ नि, यता चारै सुरुमै बालु रहेछ क्या पनि पुरै हो, देख्न सक्नुहुन्छ सबैतिर बालु है। यतातिर बालु त के भन्ने यस्तो धेरै निकालेछ नि। सो यहाँ अगाडि चाहिँ यो रोड खन्ने जेसिबी रहेछ है। अनि यो सामानहरू सप्लाई गर्ने एउटा ट्र्याक्टर पनि रहेछ, हाम्रो माउन्टेन किङ है। यसलाई चाहिँ माउन्टेन किङ भन्दा पनि फरक पर्दैन, किनभने यसले चाहिँ जस्तो कच्ची बाटोमा पनि पुरै लोड चाहिँ खतरा पारेको छ है। यो अगाडिको बाटो सिजी फलो गरेर गयो भने चाहिँ हामी चाहिँ परबजुली निस्किन्छ है। तर हामी चाहिँ अलिक परसम्म गएर फर्किने है। त्यो नै अल्छी लागेको छ, अल्छी पाराले बसिरहेको। अहिले हामी आएको भिड चाहिँ त्यही है, ऊ बाटो केही पनि छैन, यस्तो भिडो छ। अब चल ल तल नजाएको है, देख्दैन। अनि त्यो यो बाटोबाट तपाईँ चाहिँ झुमिङ पुग्छ है। अनि यो माथि खरी खोला। अनि त्यहाँदेखि हामी जाने चाहिँ यहाँबाट जङ्गल बाटो पनि देख्दैन कहाँ यस्तो भयो। अन्त त्यो साथीहरू गए चाहिँ यो साइड भयो, यो साइडमा। अनि हामी चाहिँ यसरी उभो तर कता रहेछ नि। सो हामी चाहिँ साथीकोबाट खाजा खाएर पनि निस्केर पनि आइसक्यो है। अनि हामी घर पुग्न चाहिँ अझै पनि आधा घन्टा 45 मिनट त्यस्तै लाग्छ र हेरौँ है। अनि 6 बजिसक्यो, रात पनि पर्न आँटिसक्यो। सो आजको भिडियो चाहिँ यही सकिन्छ है। स्टे ह्याप्पी, स्टे हेल्दी, स्टे ब्लेस्ड गाइस।